ल गेम सुरु भएको छ त्यसैगरी नम्बर 14 सफल हाम्रो काले ओहो सर्भिस मिस्टेक हुन पर्यो नम्बर 1 बराबर नम्बर 2 फेरि पनि सर्भिस गर्नु पुगेछ नम्बर 2 बराबर पता नहीं आमाले गर्दा छटा राख हाम्रै हालिसक्नु भयो के हाम्रो कपडाको छाता राख भन्दै हाले राखेको छु पोइन्ट रहेछ 3-3 What is this सागर क्या हो सागर को हमें एकदम मतलब बीच में कोई नहीं खेले नहीं वाह बागमाली को राम्रो स्पाइक राइट छ यहाँको मैले दिने हैन डिसिजन मैले यो मात्र दिने हो सर्भिस फल हुन पुग्यो कृपया रेफ्री लाइन क्रस गरेर सर्भिस गर्ने बापत फल हुनेछ दाइ यहाँ बस्नु के यो हेर्नु होला म भिडियो बनाइदिन्छु के त्यो विशालले हेरिहाल्छ भिडियोमा भइहाल्छ 6-5 बल आउट हुन पुगेको छ 7-5 8-5 रेफ्री हो है बल आउट 6-8 अरु गेम भोलि हुन्छ रे दर्शकहरु दर्शक कतिको हो के दाइ यो म्याच दाइ यो देखिन्न होला के देखिन्छ यार देखिन्न होला के दाइ लाइट पालो देखिन्छ के दुईटे उछ्ले यसमा हेर्नु जिङ्गदी हाम्रो जिङ्गदी भाइ हेर्नु त्यसमा लाइट बाल्छ हिँड्नु के यसो एउटा गगन है गगन लाइट भइरहेछ यो हाम्रो बागमालीको युट्युबमा जान्छ लाइट जोडिम एउटा माथि लाइट जोडिम अनुहार देखिन्छ के यो सेतो चाहिँ देखिन्छ हामी त देखिन्छौँ के तपाईँ हो म देखिनु पर्यो हैन मेरो दुश्मन दर्शकहरु हाम्रो हुनार खेलाडी बल आउट 12-8 मिस भइयो बागमालीले यो गेम सकेपछि हाम्रो लगन गेम गोलबहादुर खड्का त्यसमा मगर भर्सेस कपिल मगर र मिलन भर्ती मगरको गेम हुनेछ कृपया साथीहरु फेरि अवसरमा बसिदिनु होला त्यस पछाडिको गेम भनेको नवराज सकुरी पुरन सोनी भर्सेस गगन खड्का र विशाल पोखरेल हुनेछ यो युट्युबमा जान्छ लाइभमा हजुर लाइभ हैन बागमाली ब्लग यो मेरो एकदम प्यारो भाइ ल हो गाह्रो 3 मा हार्छन् 15 गरारी छ नेताको पोइन्ट हाम्रो बागमाली ब्लकको 15 पोइन्ट लिन्छ राम्रो प्लेसिङ 10-15 मारो बड्लोले बागमालीको राम्रो स्पाइक
नमबहादुर गुणहरूको बागमाली होटलका प्रोप्राइटर राम्रो स्पाइक रेखबहादुर घट्टीबाट। त्यसै गरी नम्बर रहेको छ 11-16। यसले त टाच बाल्नुपर्छ तर त्यही पनि देखिया छ। यस्तो दुई दुईवटा लाइट बालिसले देखिने भयो। नम्बर फेरि बागमाली टिमलाई 17-11। 17-11 राम्रो प्लेसिङ काले रहेको तर्फबाट 12-17 फेरि पनि नम्बर 13-17 देवराज पञ्चको टिमलाई 13-17। बागमालीको निकै प्रहार यस निकै नै राम्रो स्पाइक सागर सुनारको तर्फबाट नम्बर 18-13। हाम्रो ह्यान्डसम सर 5 पोइन्टको अग्रता कायम मेरो राख्दै दाइ डराएर हो क्या तपाईँसँग मेरो गेम यहाँसँग छ है। बल राइट हुन पुग्यो सर्भिस चेन्ज 14-18। आहा निकै नै राम्रो स्पाइक छ तर लास्टै रिस पोखेर हाने जस्तो छ यो। फल हुन पुग्यो यहाँनिर सर्भिस गर्ने क्रममा। कृपया सर्भिस गर्ने बेला दुइटै खेलाडी साथीहरू एउटै कोर्टमा नबस्दिनु होला। 19 पोइन्ट लाइन भएको छ 20-15 सेट पोइन्ट 15। सर्भिस फल हुन पुग्यो बागमाली होटलका प्रोप्राइटर 16-20। एम्पायर निकै कडा रहेछ। त्यसै गरी 16-20 गेम हाम्रो यस ब्याडमिन्टन प्रतियोगितामा देवराज छत्रीले रेखबहादुर घट्टी versus नमबहादुर गुण सागर सुनारको टिममा सागर सुनारको टिमले पहिलो सेट हात पारेको छ भने रेखबहादुर घट्टीको टिम अब सर्भिस सागर सुनारको टिमले चारवटा माग्यो है 7 बराबर नम्बर 1 पॉइंट रहेछ 2 र 1 बागमाली भर्गर्स बल राइट पुग्यो 3-1 नम्बर कन्टिन्यू 3-0। निकै नै राम्रो स्पाइक नम्बर 4-0 5-0 5-1 5-1 रहेछ के भन्न चाहनुहुन्छ बागमालीको 5-0 हो आज 1 हो कि 0 भयो। सर्भिस गर्ने बेला दुईटा खेलाडी एउटै कोर्टमा भएको यहाँ सर्भिस फल हुन पुग्यो। त्यसै गरी सर्भिस फल भएको फाइदा चाहिँ सागर सुनारको टिमले 1 नम्बर जोड्न सफल भएको छ भने लगतै 1 नम्बर फेरि पनि जोड्न सफल देवराज पञ्चको टिम नम्बर 1 फेरि सर्भिस सर्ट हुन पुग्यो र नम्बर सागर सुनारको टिमलाई 2-6। बाजेले सक्नु भएन चालीमा कोच नम्बर 3 छ।
फेरि नम्बर 7-3 खेलाडी बोल्न पाइन्न है डबल कन्सन बुझाएर त्यसरी नम्बर 5 माले टिमलाई नम्बर देवराज खत्रीको टिमलाई रेफ्री अलि माथि छ क्या विष्णु खत्री टमाटर सटा पाकमाली सट नालाबारी हैदराबाद मनका दम बिरानी पाक चौका मैले आँखा देख्नु होइन बिहानै खेल्नुहुन्छ साँझमा नखेल्ने भावना अब आयो के हुन्छ अब विष्णु खत्री 11-5 विष्णु खत्रीको टिमको 11 हैदराबाद दम बिरानीको 5 सशक्त सर्प अब हाने पनि उताबाट जालीमा 12-5 एउटा प्रहार गरेको सामर्जीले जालीमा बागवानी सट्टा फेरि सट्टा अत्यन्त राम्रो 13-6 रिसिभमा बागवानी फेरि बागवानीले सर्ट प्रहार गरेका छन् 5 फुट 5 इन्चको डोरी नागे जस्तै 7-13 पानी आउनु यो अघिनदेखि एनाउन्स गर्दा खेलाडी हराएको सूचना भनेर हामीले मालासिङले जनतालाई रेडियो पनि दिएका थियौँ दोरगाड खड्का स्टेसन मगर कपिल मगर मिलन गर्दै उहाँहरू हराउनु भएको थियो मालासिङबाट रेडियो सभ्यतामा सूचना बजाएपछि बल्ल उहाँहरू आइपुग्नु भएको छ तयार भएर बस्नु होला 14-8 फेरि जवाब दियो मलाई 9-14 5 पोइन्ट भेटिन्छ बागवानी भर गर्छ राम्रो सर्ट गरिरहेको छ 10-14 सागरबाट सबै विष्णुबाट रिसिभ हाम्रो प्राण थियो बागवानी अत्यन्तै राम्रो प्राण विष्णु खत्रीबाट 15-10 5 अङ्कको अग्रता जित्नै पर्ने दबाब छ विष्णु खत्रीको टिमलाई नत्र आउट हुने सम्भावना हुन्छ 16-10 बागमाली ब्लग्स रिसाइसकेका छन् शब्द प्राप्त बागमाली भरबाट बल क्याच आउट परिया छ 11-16 होइन म उहाँको लागि हो केटो भाइ तैँले भेट्छ सेर तैँले भेट्छ मेरो नाम लिएन त्यता गएर साधन साधन नभएर साधन पैसा दिए नि पैसा बोलाने के भनिन्छ दाइले
गरिएको छ 19-12 थ्याङ्क यू रेड बहादुर घरतिर यताबाट ले न कृष्ण खत्रीको लिइसक्यो एकैछिन अर्को नै लाइ भन्ने यो हाम्रो यही बागमाली ब्लकमा जान्छ यहाँ खेलिरहन् 13-19 14-19 सागर र बागमाली फलगल 14 भाइ भाइ 19 पढाइ पा आउट 15-19 16-19 जे पनि हुन सक्छ 3 पोइन्ट चौका 3 पोइन्ट राइट यो पोइन्ट कृष्ण खत्रीको भर्तीको 20 सागर र बागमाली हैदराबाद टमिने 10 मिनेटको 16 त्यो बागमाली भएसम्मको सम्बन्ध उत्कृष्ट छ 17-20 कमेन्ट्री खतरा छ सक्को फाइनल गेम फाइनलमा छ है